यो चाहिँ भिरकुटी कागज कारखानामा भएको 14 वर्ष अगाडिको यो कागज भनेर जिउँको त्यौँ छ। यो चाहिँ नेताहरूले कसरी बदनाम गरे हामीलाई, कसरी हाम्रा कल कारखानाहरू बेचे खाए भन्ने कुरामा चाहिँ म नेपाली भएको म यस्तो भिडियो चाहिँ मलाई वास्ता पनि छैन, बनाउनु पनि मलाई त्यस्तो मन लाग्दैन। म सबैभन्दा पहिला नेपाल समृद्ध नेपाली चाहिँ खाना नखाएको भोकै मैले चाहिँ कालीकोटमा 3 छाक पानी र भात खाएको मैले हो कि भनेपछि त्यहाँका मान्छेले हर दिन त्यस्तो खाना परिरहेछ। जनताको हालत कति कङ्गाल छ, त्यो हिसाबले यहाँ उद्योग कल कारखाना बन्नु पर्यो भनेर चाहिँ मलाई हाम्रो माया लागेको हिसाबले म यहाँ आएको हो। यहाँ चाहिँ सेक्युरिटी धेरै टाइट छ के भए यता के छ यहाँ चाहिँ। अनि यहाँ हेर्नु यहाँ राजा रानीको फोटो छ, कस्तो दामी स्वर्गीय राजा वीरेन्द्र र रानीको फोटो त्यहाँनिर छ। अनि यहाँ हेर्नु 2065 सालको विजयादशमी तथा शुभ दीपावलीको सम्पूर्ण कामदार एवं कर्मचारीहरूमा उत्तर पर्ने दिनु कामना हार्दिक मङ्गलमय शुभकामना फिनिसिङ हाउस भनेर यो भिरकुटी कागज कारखानामा यहाँ छापिएको छ। त्यसै गरी मेन नेपाल सरकारले चाइनाको सहयोगमा बनाएको चाहिँ यो हो। यताको चाहिँ चाइनाको सरकारले बनिएको अरे यता चाहिँ उहाँ चाहिँ जानुभयो होइन। सेक्युरिटीको हिसाबले तनाव रहेको सेक्युरिटीहरूले अब के गर्नु त। यो चाहिँ यो बन्ने जस्तो अवस्थामा छैन, किन भन्दा त्यो तलको हाम्रो टायर उद्योग चाहिँ बरु नयाँ टेक्नोलोजीमा थियो, त्यो एकदमै धेरै पुरानो छ। यो चाहिँ यहाँ पनि पेपरहरू रोलिने अवस्थामा छ। हेरेर यो मेसिनहरू यो रोल गर्ने चाहिँ यहाँनिर हो। यता यस्तो धेरै पुरानो टेक्नोलोजी छ, बिजुली एकदमै धेरै खाने अवस्थामा चाहिँ यहाँ छ। यहाँ हेर्नु यो चाहिँ बनाएर नि बन्दैन भिरकुटी कागज कारखाना, यो पनि यो जम्मै नेताहरूले बिगारेको हो। यसको इन्जिन एकदमै धेरै पुरानो छ, यति धेरै बिजुली खान्थ्यो कि यहाँ हेर्नु कत्रो छ कत्रो के। यो चाहिँ 58 बिघामा फैलिएको छ क्या, त्यति धेरै क्षेत्रफल छ यसको। हामी यहाँ चाहिँ अब नोरियल झार्ने बाहनामा यता छिरेको हो। यहाँ हेर्नु यहाँ पनि यो इलेक्ट्रिकल के हुन् के यस्तो छ। अनि त्यता पनि